वर्ल्ड कप 2026 को आइसिसी T20 म्याचमा नेपालले 3 देशलाई लगातार हराइसकेपछि 3 देशमाथि विजय प्राप्त गरेको छ। आज चौथो म्याच हुँदै गइरहेको छ साँझ 8:15 तपाईहरुले सबै क्रिकेट लभर्सहरुले क्रिकेट हेर्न नभुल्नुहोला। साथै नेपालले वर्ल्ड कप 2026 मा आफ्नो नाम दर्ता गरिसकेको छ। एकपछि अर्को गर्दै UAE लाई हराएपछि कतारलाई हराइसकेपछि ओमान्सलाई UAE लाई 1 रनले, कतारलाई 8 रनले र ओमान्सलाई 38 रनले हराएको हो। आज साँझ नेपाल भर्सेस ओमान्स भइरहेको छ। नेपालले आजको गेम जितेसँगै नेपालका प्रति व्यक्ति एक खेलाडीलाई 19,50,000 दिने घोषणा गरेको छ खेलकुद अध्यक्षले। सँगसँगै नेपालले आजको म्याच जित्यो भने वर्ल्ड कपमा त नाम लेखिसकेकै नै छ भने सबै टिमहरू तर्सिनेछन् लगातार 4 गेमको जितपछि। साथीहरु, आजको गेम कुन देशले जित्ला, नेपालले या ओमान्सले, कमेन्टमा बताउनुहोला। सँगसँगै सबैजना साथीहरुले मिठो कमेन्ट गर्नुहोला। च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनुहोला। हस्, धन्यवाद, नमस्कार, जय नेपाल।